हेलो गाइज, यो भिडियोमा एउटा सानो जानकारी दिन लागिरहेको छु। म चाहिँ अहिले यहाँ एनडिके पार्कमा छु हो। यो भिडियोमा के भन्न चाहन्छु भने प्रायःले के भनेर सोध्ने गर्छन् भनेदेखि मैले पहिला पनि इन्टरभ्यू दिएको हो, फेरि अर्कोचोटि पनि दिनु पर्यो, किन यस्तो गरेको हो भनेर सोध्ने गर्छन्। अब के हुन्छ भनेदेखि जस्तो कि तपाईँहरूको डकुमेन्ट कलेक्सन हुन्छ। डकुमेन्ट कलेक्सन भएपछि तपाईँहरूको त्यो डकुमेन्ट चाहिँ एउटा इम्प्लोयरलाई पठाउँछ। त्यो इम्प्लोयरले एक्सेप्ट गर्यो भने ओके, गरेन भने फेरि अर्को इम्प्लोयरलाई पठाउँछ हो। त्यो कारणले गर्दाखेरि इन्टरभ्यू दोहोरै तेह्रै हुन्छ। अनि त्यसपछि तपाईँको अब पुलिस रिपोर्ट बनेको हुन्छ 6 महिनाको लागि होइन। त्यो 6 महिनासम्ममा त तपाईँको काम गरिसक्ने पर्ने हुन्छ। पर्खेर बस्यो भने त ढिलो हुन्छ, तपाईँको पुलिस रिपोर्टको डेट एक्सपायर हुन्छ। त्यो कारणले गर्दा पनि उनीहरूले अब एउटाले एक्सेप्ट गरेन भने अर्कोलाई दिन्छ हो। यसरी चेन्ज गरी छिटोभन्दा छिटो तपाईँको काम गर्नेलाई कोसिस गरिरहन्छन् हाम्रा दलले साथीहरू है त गाइज। हेलो गाइज, यो भिडियोमा एउटा सानो जानकारी दिन लागिरहेको छु। म चाहिँ अहिले यहाँ एनडिके पार्कमा छु हो। यो भिडियोमा के भन्न चाहन्छु भने प्रायःले के भनेर सोध्ने गर्छन् भनेदेखि मैले पहिला पनि इन्टरभ्यू दिएको हो, फेरि अर्कोचोटि पनि दिनु पर्यो, किन यस्तो गरेको हो भनेर सोध्ने गर्छन्। अब के हुन्छ भनेदेखि जस्तो कि तपाईँहरूको डकुमेन्ट कलेक्सन हुन्छ। डकुमेन्ट कलेक्सन भएपछि तपाईँहरूको त्यो डकुमेन्ट चाहिँ एउटा इम्प्लोयरलाई पठाउँछ। त्यो इम्प्लोयरले एक्सेप्ट गर्यो भने ओके, गरेन भने फेरि अर्को इम्प्लोयरलाई पठाउँछ हो। त्यो कारणले गर्दाखेरि इन्टरभ्यू दोहोरै तेह्रै हुन्छ। अनि त्यसपछि तपाईँको अब पुलिस रिपोर्ट बनेको हुन्छ 6 महिनाको लागि होइन। त्यो 6 महिनासम्ममा त तपाईँको काम गरिसक्ने पर्ने हुन्छ। पर्खेर बस्यो भने त ढिलो हुन्छ, तपाईँको पुलिस रिपोर्टको डेट एक्सपायर हुन्छ। त्यो कारणले गर्दा पनि उनीहरूले अब एउटाले एक्सेप्ट गरेन भने अर्कोलाई दिन्छ हो। यसरी चेन्ज गरी छिटोभन्दा छिटो तपाईँको काम गर्नेलाई कोसिस गरिरहन्छन् हाम्रा दलले साथीहरू है त गाइज।